वेलकम टु माई न्यू ब्लग। नमस्ते, गुड मर्निङ। आज चाहिँ शिवरात्रि हो। हजुरहरूलाई धेरै शुभकामना। हजुर सन्चै हुनुहुन्छ होला, कमेन्टमा भन्नुहोस्। अनि आज चाहिँ मेरो स्कुल छुट्टी छ, भोलिदेखि लाग्छ। त्यही भएर आज म मामुसँग सेराजिम जान आँटेको छु। अब त्यहाँनेरि भजनहरू पनि गाउनुहुन्छ, अनि त्यहाँ के पनि हुन्छ, रमाइलो गर्छौँ। त्यहाँनेरि सेराजिमको के एक्सर्साइजहरू गर्ने पनि के छ, अनि सबै घुडाधार निको गर्ने पनि छ। म हजुरलाई सबै देखाउँछु, भिडियो नछोड्नु, बिचमा नरोक्नुहोस्। सेराजिम भनेको चाहिँ थेरापी हो। त्यहाँको सबै रोगहरू चाहिँ निको हुन्छ। ब्लग बनाइदिन्छु, सबै कुराहरू देखाउँछु। अनि मलाई सबैजना सपोर्ट गरिदिनु होला। अनि यो कुरा नबिर्सिनु होला, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अब जाम। म चाहिँ सेराजिम जाँदैछु। सेराजिम चाहिँ धरन लाइटमा छ। त्यहाँ चाहिँ अब शिवरात्रिको दिन धेरै रमाइलो हुन्छ। यो चाहिँ धरनलाई हाल्ने हो। साई राम गोड़ लगै छी। राधे राधे। सेराजिम आई लव यू। सेराजिम आई लभ यू। कस्तो धेरै धेरै धन्यवाद आमा बुवा। आज के पो साँच्ची ठिक हुने बेलामा हजुरहरूको छातीमा बढी दुखाइ हुने गर्छ, अनि खोकी एकदमै धेरै लाग्न पनि सक्छ क्या आमा बुवा। अनि काख र काखी मुनि दुखाइ हुने पनि गर्छ क्या आमा बुवा। त्यति बेला नडराउने, नआत्तिने हुन्छ हुन्छ अनि आमा बुवा बुझ्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ नि? ल अझै त लागेको छैन नि आमा बुवा। मैले भनेको कुराहरू ध्यान दिएर सुनिदिनु होला, हुन्छ? अनि नि आमा बुवा, हजुरहरूलाई कलेजोमा समस्या छ कि छैन? छ कि छैन? हजुरहरूलाई कलेजोमा समस्या छ भने त्यो समस्या ठिक हुने बेलामा नि सम्पूर्ण शरीर चिलाउन पनि सक्छ। अनि नि हात खुट्टाको औँलाहरू सुन्निन पनि सक्छ क्या आमा बुवा। यो चाहिँ के को समस्या ठिक हुने बेलामा? के को? Gangnam Style. सेराजिम नम्बर 1। सेराजिम हजुरहरू नम्बर 1। हजुरको स्वास्थ्य नम्बर 1। इटारी सेन्टर नम्बर 1। आशिष सर नम्बर 1। सिंह सर नम्बर 1। आजको थेरापी नम्बर 1। रेडी ह्याप्पी ह्याप्पी लकी लकी स्माइल स्माइल लेट्स मेक सेराजिम सेराजिम सेराजिम। नेपाल सेराजिमको सम्पूर्ण आमा बुवाको रातो टोकनको यो खबर पोइन्ट राखेको थिएँ। रोग बदल्न कुनै स्तन र भोकको समस्या छ भने नि यी सबै समस्या छ भने नि आमा बुवा जन्डिसहरू सुधार गर्न मद्दत गर्दछ। अनि नि आमा बुवा हजुरहरूले रगतहरू बन्द नहुने, रगत एकदमै बगिरहेको समस्याहरू छ भने नि यो समस्याहरू सुधार गर्न मद्दत गर्दछ। अनि नि आमा बुवा हेलो गर्दिनु ब्लग गरेकै हो रेड दिदीको छोरी भेट भने नि यो समस्याहरू सुधार गर्न समस्या छ भने नि यो रोगको समस्याहरू सुधार गर्न मद्दत गर्दछ। यो सबै समस्याहरू सुधार गर्न मद्दत गर्छ। राम्रो हो कि हैन? हो कि हैन आमा बुवा? ल आमा
बुवा अब नि हामी 5 नम्बर पुग्छौँ कि हैन 4 नम्बर पुगेर राख्दै 2 इच्छा आपका नाम क्या है मैम? सेजल। सेजल का मतलब है बिल्कुल जरूरी नहीं है मैम, सच्ची मैं सेजल से चला लूंगा।